के तपाईलाई थाहा छ बाइबलले कहीँ पनि येशूको जन्म मिति डिसेम्बर 25 नै भनेर उल्लेख गरेको छैन। त्यसो भए हामी किन यही दिन क्रिसमस मनाउँछौँ? धेरै मानिसहरूले यो सोच्छन् कि डिसेम्बर 25 को मिति कुनै आधार बिना छनौट गरेको मिति हो। तर वास्तविकता यो भन्दा गहिरो र अर्थपूर्ण छ। सुन्दा अचम्म लाग्ला, तर सुरुका मण्डलीहरूले येशूको जन्म मनाउँदैनथे। उनीहरू येशू ख्रीष्टको मृत्यु र पुनरुत्थानमा केन्द्रित थिए। तर तेस्रो र चौथो शताब्दीमा आइपुग्दा विश्वासीहरूले देहधारणको रहस्यलाई अर्थात् परमेश्वर मानव शरीरमा आउनु भएको रहस्यबारे मनन गर्न थाले। त्यसो भए यो मिति कहाँबाट आयो? एउटा सिद्धान्त अनुसार डिसेम्बर 17 देखि 23 को आसपासमा रोमीहरूको साटुर्नालिया नामक उत्सवको समय पर्दथ्यो, जुन बेला उनीहरू रमाहटका साथ भोज र उपहार आदान प्रदान गरी मनाउँदथे। केही इतिहासकारको भनाइ अनुसार विश्वासीहरूले यस उत्सवलाई अपनाउनुको सट्टा उनीहरूले अन्धकारको समयमा येशूलाई वास्तविक ज्योतिको रूपमा घोषणा गर्न क्रिसमसको लागि यही समय नै उपयुक्त ठाने र राखे। अर्को ऐतिहासिक सिद्धान्त सुरुका मण्डलीका लेखकहरूबाट आएको हो, जसको विश्वास थियो कि अगमवक्ताहरूको मृत्युको मिति पनि त्यही मितिमा नै हुँदछ, जुन दिन उनीहरू गर्भमा आएका हुन्छन्, जसलाई इन्टिग्रल एज ट्रेडिसन पनि भनिन्छ। टर्टुलियनले येशूको मृत्युको मिति निसान 14 अर्थात् मार्च 25 रहेको खुलासा गरे र येशूको गर्भधारण पनि अर्थात् गब्रिएल स्वर्गदूतले मरियमलाई बालक येशूको जन्मको घोषणा गरेको दिन मार्च 25 मा नै भएको अनुमान गरे। अब यसमा 9 महिना थप्दा डिसेम्बर 25 हुँदछ र पछि ईस्वी सम्वत 336 सम्राट कन्स्टेन्टाइनको समयदेखि मण्डलीहरूले आधिकारिक रूपमा येशूको जन्म डिसेम्बर 25 मा मनाउन थाले। अरूको धार्मिक उत्सवलाई प्रतिस्थापन गर्नलाई होइन, तर येशूको जन्मको सत्यतालाई सम्झन यो दिन प्रयोग गर्न थाले। त्यसैले डिसेम्बर 25 को मिति कुनै दन्त्य कथा वा संयोगको बारेमा होइन। यो अन्धकारमा ज्योतिको प्रवेश, इतिहासमा आशाको आगमन र परमेश्वर बालक भई संसारमा आउनु भएको क्षणको बारेमा हो। येशूको जन्म वास्तवमा यही मितिमा भएको थियो कि थिएन, यो मुख्य कुरा होइन, तर उहाँ किन आउनुभयो भन्ने कुरा चाहिँ महत्त्वपूर्ण हो। सबैलाई उद्धार, आनन्द र शान्ति दिन उहाँ आउनु भएको भन्ने सत्यता महत्त्वपूर्ण हो। यसकारण यो समय हाम्रो लागि आउनु भएको ज्योति अर्थात् येशूलाई सम्झँदै मनाउनुहोस्।